नमस्कार। आज हामी नेपालका अग्रणी वन वैज्ञानिक प्राध्यापक डाक्टर तेज बहादुर सिंह महत सरसँग छौँ। उहाँ इन्स्टिच्युट अफ फरेस्ट्रीको प्राध्यापक तथा पूर्व डिन हुनुहुन्छ र उहाँले विभिन्न जिल्लामा रहेर तथा विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्था लेभलबाट आफ्ना अनुभवहरू बटुल्नु भएको छ। विशेष गरी सिन्धुपाल्चोकको चौतारामा जिल्ला वन अधिकृतको रूपमा 1973देखि 80सम्म रहँदा जीर्ण अवस्थामा रहेको वन कसरी पुनर्स्थापना गर्ने र यो समुदायलाई अति आवश्यक हो है र समूहलाई नसुम्पिकन समूहलाई नै सुम्पियो भने यसको अपनत्व बढ्छ र नेतृत्व पनि उनीहरूलाई नै दिनुपर्छ भन्ने हेतुले उहाँले विभिन्न खालका सङ्घर्ष गरिकन समूहलाई वन सुम्पिन पुग्नुभएको थियो र त्यस बेला सुम्पेको एउटा वन अहिले लगभग 23,000 सामुदायिक वनहरू नेपालमा छन् र नेपाललाई सक्सेसफुल मोडल अफ कम्युनिटी फरेस्ट म्यानेजमेन्ट भनेर विश्वमा चिनारी पनि छ। आज उहाँसँग नेपालको सामुदायिक वन क्षेत्रको सुरुवाती अवस्था कस्तो थियो र त्यसको यात्रा सम्बन्धमा विशेष संवाद गर्नको लागि उहाँकै निजी निवासमा आएका छौँ। ओके प्रोफेसर डाक्टर महत, यहाँले विभिन्न ठाउँमा जिल्ला वन अधिकृतको रूपमा रहिकन आफ्नो कार्य गर्नुभयो र जब यहाँ काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा जिल्ला वन अधिकृतको रूपमा पुग्नुभयो त्यसबेला यो सामुदायिक वनको धारणा कसरी उब्जियो यसको बारेमा अलिकति विस्तारमा प्रस्ताइदिनुहुन्छ कि? कसरी त यो आयो त कम्युनिटी फरेस्ट्रीमा कसरी लाग्यो त भन्ने कुरा हजुरको सोधाइमा वनकोमा अतिक्रमण धेरै भइरहेको थियो। एन्क्रोचमेन्ट, फरेस्ट एन्क्रोचमेन्ट, सुकुम्बासी भन्छन् अहिलेको समस्या। अहिले पनि सुकुम्बासीका कुरा गर्दैछन्। त्यो त्यस बेला त्यो आएर जङ्गलमा आएर जङ्गल फाड्ने, जङ्गलमा बसोबास गर्ने, अब खेतीपाती सुरु गर्ने, त्यसमा एन्क्रोचमेन्ट, फरेस्ट एन्क्रोचमेन्ट हुन्छ। अब यिनीहरूलाई चाहिँ यिनीहरूलाई जङ्गलबाट मेरो धर्म, मेरो कर्तव्य, मेरो ड्युटी, मेरो एउटा भन्छ नि कार्डिनल ड्युटी, मेरो धर्म नै मेरो के भन्छ वनको संरक्षण र फरेस्टको मेरो मतलब कन्जर्भेसन, फरेस्ट प्रोटेक्सन नै मेरो धर्म नै, मेरो ड्युटी नै त्यही हो। अनि मलाई त्यहाँ चाहिँ कुनै माया गरेर अथवा चाहिँ मलाई कुनै स्याबासी दिएर पठाएको होइन। त्यस बेलाको मतलब फरेस्टको साइन्स अफ फरेस्ट्री भनेको वन मन्त्रालय, वन विभागका विशेष गरी हाकिम साहबहरूको म चाहिँ आई वाज नट वान अफ द फेभरेट अफिसर्स। मलाई चाहिँ अलिकति अहिले भन्थे महतले फलानालाई पनि टेर्दैन भन्थ्यो, तगडा त आफ्नो ड्युटी गरिन्थ्यो, दिनमा एकखेर बिहान नमस्कार गरिन्थ्यो होइन। त्यहाँ त्यस बेलाको अवस्था कस्तो थियो भने इट वाज टोटली नेग्लेक्टेड डिभिजन अफ द चौतारा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक त नजिक, काठमाडौँबाट नजिक भए तापनि पहाडमा त्यहाँ त कामै छैन भन्थे क्या। कारण कि वन काट्ने अनि फरेस्ट फेलिङ एन्ड सेलिङ नै एउटा फरेस्ट्रीको काम त्यस बेला थियो। फरेस्ट हार्भेस्टिङ भन्ने पनि हुन्छ, एक्सप्लोइटेसन र त्यस्तो थियो। अब त्यहाँ चाहिँ पहाडमा त्यस्तो त्यो काम थिएन। त्यसो गर्दाखेरि चौतारा कामै छैन भनेर भन्थे, भन्ने चलन भएको हुनाले त्यसपछि अब यहाँ चाहिँ अफिस पनि अब स्टाफ पनि जम्मा त्यहाँको लोकल स्टाफ 32वटा फरेस्ट गार्ड्सहरू होइन उनीहरू थिए, पिउन सरका फरेस्ट गार्डहरू भन्थे त्यस बेला उनको लेभल त त्यति थियो। बाँकी चाहिँ बाहिरका एउटा त्यो डिएफओको मतलब डिभिजनल फरेस्ट अफिसरको त्यहाँको सबै डिभिजनको सञ्चालन गर्ने दुईवटाको डिभिजनको त्यहाँको कर्ता धर्ता एउटा सहायक रेन्जर, एउटा मुनिजी पराजुलीजी भन्ने थिए भने कर्ता धर्ता उनले गरेर चलाइरहेको थिए। अब रिभर सहायक रेन्जर त्यस बेलाको होइन। आई गट टु नो द प्लेसेस एन्ड द पिपल। अब मानिसहरूसँग भेटघाट हुने भयो, कुराकानी हुने भयो इत्यादि गर्दाखेरि अनि मैले चाहिँ अरू के भयो भने के गर्ने त भन्ने कुरा चाहिँ यो मैले मेरो बुद्धि आफ्नोले बुद्धि आएको होइन, बट आई लर्न फ्रम द लोकल पिपल, दे वर टकिङ। अब गर्दा गर्दै यो यतिको दौडमा मेरो गर्दाखेरि के देखियो भने तुरन्तै फर्स्ट इन्स्टान्सको कुरा होइन, ड्युरिङ द कोर्स अफ द्याट पिरियड अब मैले चाहिँ उनीहरू आफै अनि एउटा कुरा पछि के आयो भने भन्दै आउँदाखेरि मान्छेहरूले के भन्नु लाग्यो भने होइन यो जङ्गल त अब यसो हो, अब हाम्रो वन विभागको यसको दर्ता छ, अब हामीलाई गर्न दिँदैनन् भने उनीहरूले के भन्यो भने हामीलाई पनि यसमा दिने हो भने हामीलाई पनि यसमा देखरेख गर्न दिने, सम्झाउन दिने हो भने
अनि हामीले पनि उहाँले गर्ने सहयोग गर्न सक्थ्यौँ, हामीले पनि जोगाउन सक्थ्यौँ वन जङ्गल र भन्ने त्यस्तो कुरा सुनिएको हुनाले सुन्यो। त्यसो अब त्यो चिजलाई चाहिँ मतलब आई क्यापिटलाइज द्याट भन्नुपर्छ। त्यो चिजलाई उनीहरूले गाउँलेहरूले नि सिकायो भने त्यही कुरा फेरि झन् त्यो गाउँलेहरूलाई मतलब मैले चाहिँ गएर अनि चाहिँ उहाँहरूलाई नै जिम्मा दिएर पहिला बस अनि वन संरक्षण समिति भनेर पहिला वन संरक्षण समिति भनेर गठन गरेर सानो सुरुमा थियो। त्यसमा गर्दाखेरि सेभरल पिपल ठाउँ जाँदाखेरि अब त्यस बेलाका प्रमिनेन्ट ठाउँहरूमा जस्तो एउटा त अब सिन्धुपाल्चोक काभ्रेपलाञ्चोकको फरेस्ट डिभिजन भएको हुनाले चौतारा फरेस्ट डिभिजन, चौताराकै सेरोफेरोकोमा भयो, पात्लेपानी भन्ने एरिया छ। त्यसपछि अब हेलम्बुमा बाँसकर्का भन्ने थिए, त्यहाँ लक्ष्मण दोङ तामाङ भन्ने फरेस्ट्रीमा उनको यति मतलब उनको चाख र चासो देखेँ मैले। उहाँसँग मेरो यस्तो दोस्ती पनि भयो कि मतलब हि वाज वान अफ मास्टरपिस। अब यता फेरि ठोकर्पापट्टि पनि अर्को मतलब जो चाहिँ मान्छेहरू पोजिटिभमा हेर्दाखेरि अलि मोटिभेटेड पाइयो। त्यसमा निलप्रसाद भण्डारीजी मतलब ठोकर्पाको हि वाज भेरी यङ अनि भेरी मतलब एउटा हिसाबले डाइनामिक टाइपको मान्छे थिए। 18-20 वर्षको भर्खरको ठिटो थिए उनको। पञ्चायतको बेला थियो, पञ्चायत हो होइन, अलिक कठिन घडी पनि थियो त्यस्तो बेलामा जुन चाहिँ हजुरलाई रोकथोक गर्नु पर्यो, संरक्षण गर्नु पर्यो, होइन, जनताले चाहिँ यसलाई बिगार गर्छन् है भनेर हजुरलाई जुन एउटा सुम्पिएर पठाएको जुन दायित्व थियो, त्यसका बावजुद पनि हजुरले ल है तिमीहरूलाई नै सुम्पिन तयार छु भन्दाखेरि हजुरलाई डर लागेन? पञ्चायतको बेला चाहिँ कता डर त लागेन, च्यालेन्ज इट वाज ए च्यालेन्ज। मलाई जस्तो जतिखेर जनतालाई नै मैले भने नुरसितैको उसको हातमा जिम्मा लगाउँदाखेरि वन संरक्षण समिति गठन गरेर इत्यादि मतलब यो प्रोसेस एउटा तुरुन्तै भएको होइन कि समय गर्दाखेरि जतिखेर यो कुरा माथि पुग्दै माथि पनि पुग्यो। मेरो चिफ कन्जर्भेटर अफ फरेस्ट रामबहादुर थापा साहब हुनुहुन्छ त्यस बेला। गाउँलेहरूलाई जिम्मा लगाउँदाखेरि अथवा गाउँलेसँग मिलेर काम गर्दा गाउँलेहरूलाई गरेर उहाँहरूको घरमै गएर पनि उहाँहरूकै घरमा सुतेर स्लिपिङ ब्याग गरेर र त्यस बेला नै हो मैले चाहिँ के अरे धेरै त मैले पछि गएर गरेँ मेचीमा गर्दाखेरि ताप्लेजुङतिर माथितिर। तर सुरुवात गरेको चाहिँ मैले चाहिँ चौतारा फरेस्ट डिभिजनको डिएफओ हुँदाखेरि हो। हजुरले पहिलाको र अहिलेको सामुदायिक वनको अवधारणामा के फरक पाउनु भएको छ? यत्रो विशाल भइसक्यो कि अब अहिले 22,000 उपभोगको हिसाबले धेरै एम्फोसिस छ। त्यसपछिको हिसाबले फरेस्ट कन्जर्भेसन, फरेस्ट प्रोटेक्सन, द्याट वाज द मेन थिङ। पहिला वन जङ्गललाई चाहिँ जोगाउने नै मुख्य उ थियो। यो चाहिँ अब त्यसमा चाहिँ एउटा हुन्छ युजुफ्रोक राइट भन्छ, युजुफ्रोक राइट USU युजु अनि FRUT युजुफ्रोक राइट भनेपछि युज एन्ड त्यसलाई अब संरक्षण पनि गर्नुहोस्, तपाईँले म्यानेजमेन्ट पनि गर्नुहोस्, पछि रिफाइन भाषामा आएर संरक्षण गर्नुहोस्, विषाम पनि गर्नुहोस्, तर त्यसबाट तपाईँले आफूले त्यसको चाहिँ उपभोग पनि गर्नुहोस् भनेर। 91 वर्षको उमेरमा अहिले पनि उहाँको ग्रिनिङ द हिल्स भन्ने किताब जुन निकाल्दै हुनुहुन्छ अहिले यो, र उहाँलाई अझै मलाई चाहिँ किनभने यो सामुदायिक वन र अहिले जुन एउटाबाट अहिले 23,000 भन्दा बढी सामुदायिक वन विश्वमा नै एउटा वान अफ द सक्सेसफुल मोडलको स्टोरीबाट चिनिन्छ, जगतले यो चिनिरहेका छन् भने एउटा अभियन्तासँग रहिराख्दाखेरि के थियो त्यो बेलाको, कस्तो थियो भन्ने कुरा, कसरी त्यो माहौल बन्दै गयो, त्यसपछि कसरी डिएफओ अफिसमा गएर रजिस्ट्रेसन गर्नुभयो भनेर यो अन्तिम प्रश्न हजुरसँग यो मैले सोध्न चाहेँ। अब त्यस बेला त्यही हो, मतलब हरेक चिजको कमी भयो, के गरौँ कसो गरौँ, हिट एन्ड ट्रायल के, देयर वाज नो मोडल। यो कुनै बाहिरको मोडल होइन। दिस इज नथिङ द्याट वी गट इट फ्रम, दिस इज ए होम ग्रोन मोडल। दिस इज ए होम ग्रोन मोडल हाम्रो कम्युनिटी फरेस्ट्रीको, हाम्रो आफ्नै हिट एन्ड ट्रायल र यसो गऱ्यो होला कि भन्यो, गयो त्यहाँ ठोकियो, होइन त्यहाँबाट जाँदाखेरि यहाँ ठोकियो, त्यहाँ टाउको ठोकियो, त्यहाँ नाक ठोकियो गर्दाखेरि यताबाट त होइन रहेछ, उता ढोका त यता पो रहेछ भनेर बल्ल यताबाट निक्लिने, त्यो हिसाबले हिट एन्ड ट्रायल मेथडबाट आएको हो। इट इज ए होम ग्रोन मोडल, जो आफ्नै मोडल हो र आफ्नैलाई गर्दाखेरि नेपालको आफ्नो र
र अब यसलाई चाहिँ भन्दा भन्दा अहिले चाहिँ मैले हाम्रो विद्वानहरूले पनि लेख्नु भएको छ र त्यो पनि अरू लेख नै पढेको छु। फ्रेजियोलोजी, फ्रेज माने उहाँ चाहिँ के छ भने यो चाहिँ हाम्रो नेपालको वान अफ द मोस्ट सक्सेसफुल मतलब एनीवन क्यान च्यालेन्ज द्याट, बट इट इज वान अफ द मोस्ट सक्सेसफुल फ्ल्यागसिप डेभलपमेन्ट प्रोग्राम। यहाँले आफ्ना अनुभवहरू सेयर गर्न यो महत्त्वपूर्ण समय प्रदान गरिदिनु भएकोमा वन विज्ञान अध्ययन संस्थान तथा हामी सबै वनकर्मीहरू आभारी छौँ र यहाँलाई धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ।